पर देखिरहेको हिमाल चाहिँ है त्यहाँ टुप्पो छेकिसक्यो अघि कति खुला थियो त यो माथिको छ नि यो हो कि हिमाल दुईजना कस्तो गोरे गोरे भाइ के हो मोबाइल जस्तो भयो दिदो साथी घुर्ने हो कहिले आउँछ र फरक चलाउने बस्नु आएको चिन्थेँ मैले कहिले त्यो गर्नु पैसा गर्नु मसँग यस्तो ठाडो हो दाजु बस्नु कति राम्रो साह्रै त्यहाँ आउला त्यहाँ लाउनु हुनेछ फेरि सम्झना म्याडमको जागिर जाला घरमा रोटी खाएको रोटी अब यहाँको चाहिँ के थाहा छ घान्द्रुक खाएको गुन्द्रुक फर्केर हेरी सबै साफ खाएको घान्द्रुक खाएको गुन्द्रुक खाइ हेर्दाखेरि सबै हेलो साथीहरू यता पनि हेर्नुहोस् है यसरी आउनुहोस् ल ए यो के को लागि यो के को लागि यो के अनि बिस्तारै आउँछ है निको भयो लगेर रोटी पनि हुन्छ गमला रोटी हुन्छ दसैँ दियो नि त हो लोखदी पाखान बेत भने जानु पर्छ लाने म खोल्दिन गमला रोटी पनि हरियो हुन्छ यो त राम्रो हुन्छ है पुन मैले जरा निकालिदिउँ कुन निकाल्नु सक्दैन असो पुनः काट्नु पर्ने रहेछ ला यो निस्क्यो त जरा निस्क्यो म सानो सानो चाहिँ निकालेँ ल त्यहाँ फर्किनु त फर्किनु ल बस्नु त तपाईँ के थरी हो तपाईँको गुरुङ जस्तो लागेन छेत्रीमा जस्तो लाग्यो हो के थरी हो तपाईँ यहाँ भुसेलहरू पनि छन् खास के गर्छु जरा के
बे हामी जाउँ न चलन बस हाँ क्लास जो ना itu होला itu खोइ ए यो दिदाबाट ये हो कि होइन खोइ ग्रुप खोइ होइन जस्तो लाग्छ त्यो अन्त आयो भने त खोइ सुविधा दिदी उतै हो कि होइन सुविधा दिदी हो कि होइन त्यो होइन Oh, kocak ya, ada sih ya. कति कम टाइम भएर हामीलाई साथी छुट्यो भनेर यताबाट बाटो पनि ग्रुपै देखेँ त भाइ बसेर कि हामी त्यहाँबाट हो नि हामी त्यहाँबाट आएको होइन त्यो फर्किनलाई आलुमली राखौँला फर्किन भन्दाखेरि पनि उनीहरू फर्किँदाखेरि हामी पुगेर भन्ने मात्र हामी जान चाहिँ कहाँ हो त्यही ठाउँमा सोध्नु जानु पर्ला बाबाले ल त मैले बोक्दा केही भयो भने सर हुनुहुन्छ हैन जुरुको चलाउँछु बत्ता खिए त्यसमा खिच्ने छैन जसको लागि हामीले दुःख गरे हो यो ठाउँ यही हो ल एकचोटि आउने के भने ए ल हो हो तर हाम्रो टोलीहरू कहाँको छ अब त देख्नु पर्ने हजुर सेयर गर्नु पार्नुहोस् त भिडियोमै आउँछ सेयर गरेर
टिपिकल गाउँ जसलाई डाँडेको भनेर छ त्यहाँतिर गएको यात्रा गर्दैछौँ। झन्डै 6-7 वर्ष अगाडि हामी बसेको ठाउँमा पनि टिपिकलै ठाउँ उठ्यो भनेर हामीले सरले भन्दै हुनुहुन्थ्यो। अहिले यता पनि आधुनिकीकरणले छोइसकेको रहेछ। कम्तीमा यहाँका जनताहरूले यसरी आन्तरिक तथा बाह्य पर्यटक आउने यो ठाउँलाई आफ्नो टिपिकल मौलिक कला संस्कृति र बस्ने जुन प्रकारको मौलिक पहिचान छ त्यसलाई कायम राख्नुहुन्थ्यो। त्यसबाट आएको पैसा छुट्टै जम्मा गरेर अन्यत्र आफूलाई मनपर्ने घर बनाएर बसेर यहाँ चाहिँ यो मौलिक पहिचानलाई कायम राख्न सके। आगामी पुस्ताले पनि यो बारे थाहा हुन्छ। म हिजो त्यही बसेको घोडे पानीमै। त्यो त छुट्यो कि कहाँ पुग्छ। खोइ हाम्रो आइके दिदी अगाडिबाट खिच्नु झन् अगाडि आएको त दिदी पछाडि छ। आइके पर्दालाई कौन अब ल भेटमा पुरै मिलाउनु भयो।
चल ढुवानी भाइरससँग जोड्नु पर्यो दुईजना कस्तो गोरे गोरे भाइ के हो मोबाइल त्यस्तो भयो कि दिदो साँच्चै घुर्ने हो कहिले आउँछ र फोटो खिच्छ भनेर बस्नु हालेको खिच्थेँ मैले कहिले त्यो गर्नु यसो गर्नु म सब ए यस्तो ठाडो हो दाजु बस्नु कति राम्रो सरलाई नि दबाई गर्नु मन साह्रै त्यहाँ आउला त्यहाँ नआउनु हुनेछ फेरि सबजना म्याडमको जागिर जाला घरमा झिल्केले जे बनाए नि जे साउन्ड हाले नि हुन्छ है जे साउन्ड हाले नि हुन्छ सम्झेर म्याडमले कति राम्रो नाच्नु कसको मर्कै के कम्मर मर्कै हेर्नु छ यहाँ कम्मर जुम भइरहेछ है यहाँ कम्मर जुम भइरहेछ कम्मर हलाउनु यो कम्मर जुम भइरहेछ सानो दिदी आयो लास्ट ल ल ल ल ल हो त नि पाउँदैन सर्टेज पनि हुन्थ्यो नि त त्यतिखेर हाम्रो चाहिँ भिडियो बनाएर चाहिँ उहिलेको भिडियो बनाउनु हाम्रो यसो यता पनि जाउँ न चाहिँ हामी आउनु तपाईँ कम्पनीमा मान्छे नि ए मेरो कफी त्यहाँ ल्याएर न हो अनि मेरो कफी कुरेर चियर छ चियर चित्त गिलास त्यो सिन पनि राम्रो रहेछ कि 4 जना बस्नु है कसैले बुझेन मेरो मनको बहालाई कसैले बुझेन मेरो